तपाईहरू सामाजिक सञ्जालमा स्ट्याटसबाट देश बदल्ने सपना देख्नुहुन्थ्यो होला। हामी लाठी भाला र साङ्गीतिक आक्रमण भोग्दै गिरफ्तारी र दमन सहदै परिवर्तनको आवाज उठाउँथ्यौँ। तर हाम्रो आवाज एउटै थियो, सुशासन सुशासन, भ्रष्टाचार मुक्त नेपाल। सम्माननीय सभामुख महोदय, हिजो 35 वर्ष सरकार चलाउनेहरू र आज सत्ता चलाउनेहरू बीचमा केही फरक देखिएन। सम्माननीय सभा महोदय, हिजो उनीहरूको 2/3 र बहुमत थियो। 33 किलो सुन काण्डको निष्पक्ष छानबिन गरौँ भनेर भन्दा उनीहरू तयार भएनन्। आज करछली र इबी गाडीको भन्सार दर रेटको चुहारको मुद्दामा निष्पक्ष छानबिन गरौँ भन्दा तपाईँहरू तयार हुनुहुन्न। मन्त्री खुलमखुला धम्की दिन्थे, आज तपाईँहरूका मन्त्री संसदको रोस्टरमा बसेर धम्कीपूर्ण भाषण प्रयोग गरिरहेका छन्। हिजो उनीहरूका विरुद्धमा बोल्दा कार्यकर्ताले सडकमा आक्रमण गर्थे, आज तपाईँहरूका विरुद्ध बोल्दा तपाईँहरूका कार्यकर्ता सामाजिक सञ्जालमा सङ्गठित रूपमा चरित्र हत्या गर्छन्। फरक यति मात्र हो, आक्रमण हिजो सडकमा हुन्थ्यो, आज डिजिटल माध्यमबाट। हिजो आक्रमण भौतिक रूपमा हुन्थ्यो, आज मानसिक रूपमा। हिजो पनि राज्य शक्तिको प्रयोग गरेर असहमतिको आवाज उठाउनेलाई दबाउने प्रयास गरिन्थ्यो, आज पनि गरिँदैछ। हिजो पनि आलोचकलाई शत्रु ठानिन्थ्यो, आज आलोचनालाई विकास विरोधी ठानिन्छ। फरक के रह्यो तपाईँ र उनीहरू बिचमा? फरक यति मात्र छ कि चुनाव चिन्ह फरक छ, अनुहार फरक छ, तर व्यवहार उही छ, प्रवृत्ति उही छ, सत्ता जोगाउने शैली उही छ।